हेलो गाइज। अहिले चाहिँ म मेरो घरमा छु र लास्ट जिन्दगीदेखि हार खाइरहेको छु। फेरि पनि पहिला जस्तै भइरहेछ हो। यस्तो गाह्रो भइरहेछ, आफ्नो वेदना कसैलाई बोक्नु नि मन लागेको छैन। सारा संसार के सोचिरहेछ, म के सोचिरहेछु, पल पल काट्नु गाह्रो भइरहेछ। यति गाह्रो भइरहेछ नि, म त स्लिपिङ डोज खाएर सुत्दिहालौँ जस्तो भइरहेछ हो। हुन्छ अब कता भन्नु, के भन्नु, केही गर्ने जोस पनि छैन, केही गर्ने जोस पनि छैन, केही गर्ने जोस पनि छैन। त्यसपछि सुन्छ होला त तलदेखि, अलिकति यहाँ आएर भिडियो कल गर्नु पर्यो। अनि बेला बेलामा मानसिक तनाव के साह्रो भएको, किन भएको, त्यो अचम्म लागिरहेछ। ठिक भयो भने कस्तो हुन्छ, ठिक भएन अर्कै संसार हुन्छ भनेर सोचिरहेको छु। खोइ कस्तो हुन्छ थाहै छैन। साथीहरू जुनमा पुगिसक्यो, आफू नुनमै छु। तर मेरो साथी विप्लव पनि त घरमै छ, साथी पनि त बिचरा। म त सपना जस्तो लागिरहेछ हो, सपना जस्तो लागिरहेछ। दसैँ तिहार सब व्यर्थ हुँदो रहेछ बिरामी भयो भने चाहिँ। सारा संसार व्यर्थ हुँदो रहेछ। सब सपनाहरू केही जस्तो लाग्दैन रहेछ। संसारमा आफू एक्लो भए जस्तो हुँदो रहेछ। सारा मान्छेदेखि टाढो टाढो भाग्नु मन लाग्दो रहेछ। जबरजस्ती खुसी हुनु खोज्छु तर हुनै सक्दिनँ। आफू संसारमा अरूको अगाडि आफूलाई यो गर्नै सक्दिनँ, उनीहरूसँग समानता बनाउनै सक्दिनँ। अब हर सेकेन्ड दुखाइ भइरहेछ हो, हर सेकेन्ड दुखाइ भइरहेछ। यति दुखाइ भइरहेछ कि एक दिन दुई दिन पर्खिन कति गाह्रो भइरहेछ। के गरौँ केही थाहा छैन। 1 वर्ष 2 वर्ष 3 वर्ष भइसक्यो। यो गरेँ त्यो गरेँ, हस्पिटल 10 चोटि धाएँ, 20 चोटि धाएँ, गुरुकोमा कति सकेँ, बाउआमाले कति सक्दियो। अब सपना जस्तो लागिरहेछ ठिक हुनु पनि।
मान्छे ठिक हुँदै पो भएको भएको छ, मानसिक दुखाइ भएको भएको छ, पल 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 यति दुखिरहेछ नि दिमाग, हे प्रभु। आकाश छुने सपना
सपना, मेरो मेरो सानो संसारमा म खुसी हुने सपना, मेरो सानो प्रगति, मेरो झिनो मसिनो आशाहरू, मेरो केही काबिलियतहरू नदेखाइ म यसरी बेहाल भएर बाँचिरहेको छु। मेरो व्यथाहरू यति मनभित्र यस्तो दबिएको छ कि बाहिरबाट हेर्दाखेरि म यति खुसी, यस्तो मेरो सुन्दर जिन्दगी देखियो भने म भित्रबाट यति मेरो मानसिक दुःख यति गहिरो भइरहेको छ। त्यही माथि हजारचोटि कतिचोटि कोसिस गरिसकेँ म ठिक हुनलाई। म कतिचोटि यो पुरानो बाटो लाग्छ, हस्पिटल त्यही पुरानो हस्पिटल लाग्छ, कति जानु त्यहीँ हेर्नु, यताउता फुक्नु, यता सबैदेखि हार खाइसकेँ। मलाई मात्र यस्तो किन भइरहेछ? अरूलाई पनि हुन्छ होला, तर जिन्दगी नै रोकिने गरी त हुँदैन होला। अरूलाई सबलाई दुःख हुन्छ भन्छ, तर जिन्दगी नै सट्ट स्टप हुने खालके, रोकिने खालके त कसैलाई हुँदैन होला हौ, मलाई यस्तो लाग्छ। जिन्दगी चट्टै रोकिने गरी सबै कुरादेखि म संसारदेखि नै अरू जस्तो बाँच्नु नसकेको जस्तो, म संसारबाट अर्कै जस्तो भएर बाँचे जस्तो कति दुःख लाग्छ। दुनियाँ केटीहरू देख्दाखेरि नि लास्टै दुःख लागेर आउँछ। अब उनीहरू कति खुसीले बाँचेर, सबैको उमेर आइरहेछ, आफ्नो त उमेरमा नि केही गर्न सकिएन कि जिन्दगी खुसी बाँच्नु सक्दैन। खुसी नै पल नै सबैभन्दा महत्त्वपूर्ण पल हुन्छ भन्छ। खुसी जस्तै धनी मान्छेले पनि खुसी किन्न सक्दैन, समय किन्न सक्दैन भन्छ। मैले त खोइ त कहिले समय पनि आफ्नो राम्ररी बिताउनु पाइनँ जस्तो लाग्छ। अहिले पनि बिताउनु पाएको छुइनँ। भविष्य पनि मेरो सबै अन्धकार छ। म अब मरिगयो भने पनि यो भिडियो कसैले हेर्दैन मलाई थाहा छ। मेरो आफन्तजनहरू कसैले हेर्दैन थाहा छ। त्यत्रो टाढा टाढा संसार वरिपरि छ, मेरो वरिपरि संसार छ। पारी दार्जिलिङ, वारी झापा, उँधो यता कन्या, उता इन्डिया झापा, सबैतिर म बिचमा एकान्तमा म हराइरहेको छु। मलाई कसैले चिन्दैन, म सबैको वरिपरि छु, तर मलाई कसैले चिन्दैन। म हराइरहेको छु, संसारदेखि हराइरहेको छु। मलाई साथ दिने मान्छेहरू होला नि, कोही कोही त काहीँ न काहीँ त होला, सपोर्ट गर्ने मान्छे, लु ठिक हुन्छस् है भनेर भन्ने नि होला। ठिक सट्ट भयो भने मेरो संसार अर्कै हुन्छ होला भन्ने लाग्छ। आश, झिनो मसिनो आश लाग्छ। त्यो आश पनि नभयो भने त म खुसी नै हुन्थेँ कि बा म मरिसक्थेँ कि मलाई थाहा छैन। म के आशले बाँचिरहेको छु मलाई अचम्म लागिरहेछ। अनि हे प्रभु, मेरो भिडियो त रेकर्ड भइरहेछ नि, यत्रो बेरको भिडियो रेकर्डै भएको थिएन भने चाहिँ के हुन्छ होला नि। ल यस्तो यस्तो गरेर भिडियो बनाउँदै थिएँ, र भिडियो रेकर्ड भएको थिएन भने चाहिँ के होला। म त रुन्छु त यार। फुल झरे पनि काँडा झर्दैन, म मरे पनि मेरो माया मर्दैन। त्यो काजल हेर, त्यसले मलाई किन छोड्यो होला। मलाई माया गर्ने कोही पनि रहेन, तर मेरो बाउआमा छ नि माया गर्ने, तर त्यसमा पनि त चित्त बुझाउन सकेको छैन मैले। मेरो मानसिक दुखाइले गर्दाखेरि म दुःख त गर्छु होला कि, तर दुःख गर्ने मौका पनि पाइँदैन। अनि यस्तो गाह्रो भइरहेछ। अनि त्यसपछि मान्छेहरूले मलाई अचम्म मान्छ, बेहोसीमा कुदिरहेछ जस्तो लाग्छ। पोहोर परारको साल कस्तो खुसी भइरहेको थिएँ, पोहोर परारको तिहारमा, भाइटिकामा म निनीकोमा त्यति छुट्टै तागत थियो। त्यतिखेर यस्तो अहिले मलाई के भइरहेछ मलाई केही थाहा छैन। दबाईले साइड इफेक्ट गरेको हो कि के गरेको हो कि मलाई केही थाहा छैन।
मान्छेहरूले मलाई अचम्म मान्छेलाई म संसारदेखि हराएर लुकेर बसिरहेको छु। मान्छेहरूले मलाई अचम्म मानिरहेछ। म यहाँ किन बसिरहेको छु भन्ने भइरहेछ हो। त्यसपछि यस्तो गरेर सुत्यो भए के हुन्थ्यो, केही हुँदैन थियो। अनि त्यसपछि मेरो कुरा कसैले त सुन्नु नि। के गर्दैछन् होला मेरो दुनियाँ साथीभाइहरू। सबैभन्दा धेरै दुःखी को होला हाम्रो क्लासमा सिदिएकोमा? सबैभन्दा खुसी देखेर को होला र खुसीको मोल कस्तो होला, कस्तो तरिकाले खुसी भइरहेको होला? बा सबैभन्दा केही नहुने नै सबैभन्दा धेरै खुसी छ कि? होइन, सबैभन्दा दुःख गर्ने सबैभन्दा धेरै खुसी छ कि? सबैभन्दा धेरै ऋण हुने सबैभन्दा धेरै खुसी छ कि? बा सबैभन्दा दुःखी म छुइनँ कि? होइन, मभन्दा दुःखी नै अझै छ कि कोही? मभन्दा अझै दुःखी भयो भने कत्तिको दुःखी होला मेरो क्लासको साथीभाइहरू। मेरो ती साथीभाइहरू कस्तो परिस्थितिमा दुःखी भइरहेको होला? अरू पनि दुःख भएको उनीहरूले कस्तो सोचिरहेको होला? के सोचिरहेको होला संसारले? होइन, अनि संसार दुःखी त छैन भन्छ, तर म जस्तो दुःखी या त कोही छैन होला। म भनेको चाहिँ त्यस्तो खालको दुःखिया परिन जो चाहिँ काम गर्नु पाएर दुःख पाउने। म चाहिँ कस्तो खालको दुःखिया पाउने? अरू पनि छ होला कोही मान्छे नछिने, तर म त जिउँदै लास गइरहेको छु नि त। मेरोभन्दा धेरै दुःख कसको होला नि? कसैको त छ होला, तर मलाई नि खासै कम्ती त दुःख छैन। धेरै दुःख पो छ त। केही गर्दा हुँदैन। संसार हेरिसक्यो, सबै दुनियाँ देखिसक्यो। केमा दुःख छ, सुख छैन। अनि समय एक पल कति गाह्रो भइरहेछ। बेलामा कस्तो गर्दा सन्चो हुन्छ, जङ्गलतिर हराउँछु, कस्तो उराट लागेर आउँछ। त्यो केटी कहाँ रमाइरह्यो होला, नरमाए पनि यतिखेर काहीँ न काहीँ मस्किरह्यो होला। मलाई त कसैले माया गरे नहोस्, माया गर्नु सोचिहाल्छु फेरि हो। फेरि एकछिनमा थाहा हुन्छ कि मेरो त दिमाग खुस्किरहेछ। म त माया गर्ने लायककै छैन। म त बाँच्नको लागि सोच्नुपर्ने हुन्छ भन्ने लागिरहेछ। कुन दलदलमा फसिरहेको जस्तो भइरहेछ है। अनि फेरि अब एकछिनमा रमाइलोको बारेमा सोच्छु, अनि त्यो रमाइलो त झन् सुरुमा निस्क्यौँ दलदलदेखि, त्यसपछि त्यहाँदेखि अझै माथि कहाँ हो कहाँ होइन, दलदलदेखि अलिक माथि निस्क्यौँ, आफ्नो टाउको माथि पुऱ्याउन सकौँ, त्यतिमा सन्चो होला। त्योभन्दा माथि छ त्यो रमाइलो त। अब अरू सबै दलदलको माथि होला होइन, आधी दलदलै होला। म त दलदलको भित्र फसेको छु। सायद यो के भएर यस्तो भएको होला मलाई? मैले मासु खाएर हो? मासु त नखानु पर्ला जस्तो छ। मलाई भाकल गर्नु नि कस्तो हिम्मतै आउँदैन यार। भाकल गर्नुपर्छ जस्तो छ। तर त सारा संसारै अँध्यारो गइगयो नि। केही नै उज्यालै छैन, अँध्यारो भएको सबै संसार अँध्यारो। अरू जस्तो के सोच्नु, कोही जस्तो पनि सोचेको छैन। को जस्तो सोचिरहेको? नर्मल त सोचेको छैन। कहाँ हो कहाँ? के भनौँ हौ?
पहिला जहाँ खुसी हुन्थेँ त्यहाँ पनि खुसी हुनु हुँदिनँ होइन है। त्यो इलाम बजारमा खुसी हुन्छु भन्ने लाग्छ तर हुँदिनँ म दलदलमा फसिरहेको छु, भित्र फसिरहेको छु, के भइरहेछ थाहा छैन। बा मलाई मानसिक रोग लागेको हो कि भूत प्रेत यताउता मान्छेहरूले नराम्रो गरिदिएको हो कि म केही थाहा छैन मलाई। एक हप्ता ठिक हुँदाखेरि कस्तो अर्कै अनुभूति हुन्छ, के भयो मलाई पनि थाहा छैन, जादु भयो जस्तो हुन्छ। एक हप्ता फेरि सपना सबै टुटेर जान्छ, संसार कहाँ माथि पुगेको जस्तो लाग्छ, फेरि चाहिँ मुनि झरेको जस्तो लाग्छ। यति दुःख लागिरहेको, यस्तो दुःख लाग्छ। कति त्यो दोहोरिनु कुरा कति गाह्रो हुन्छ, दोहोरेको परिस्थिति दोहोरेको त्यो एउटै कुरा बार बार भएको त्यो कन्यामा अस्ति जाँदा कति खुसी थिएँ म, कति कन्फिडेन्स थिएँ। सब फेरि गएन। मलाई यस्तो नरमाइलो लाग्छ, मलाई मधेस देख्दा यस्तो रिस उठ्छ जुन अरूलाई हुँदैन होला। मलाई पैसा खर्च गर्नु फेरि यस्तो डर लाग्छ, पहिला जस्तै हुन थाल्यो मलाई। हो त्यो हुँदाखेरि यस्तो गाह्रो हुन्छ नि, जुन कुरा फेरि रिपिट भएर फर्केर आउनु यस्तो गाह्रो हुन्छ नि। त्यो जुन दुःख फेरि यस्तो माथि पुगेर फेरि तल झर्नु यस्तो गाह्रो हुन्छ। मान्छेको अगाडि म पागल भयो भन्नु पनि कुनै फरक पर्दैन जस्तो अवस्था पुगिसकेको अवस्थामा यस्तो गाह्रो हुन्छ नि, यस्तो दुखाइ भइरहेको हुन्छ। हो यो भिडियो चाहिँ कसैले हेर्दैन होला, त्यही पनि यो भिडियो मलाई मात्र, म मरे पनि यो भिडियो है यहीँ रहिरहन्छ सधैँ। कसै न कसैले त हेर्ला, त्यही पनि यो भिडियो यहाँसम्म पुग्दैन होला। यहाँसम्म कोही पुग्यो भने एकजना पुग्ला, हो एकजना पुग्यो भने। आज भाइटिका हो, मलाई कुनै भाइटिकाको केही उयो पनि छैन, माया मोह
शरीरमा केही छैन, केही गर्छु जस्तो लाग्दैन, हिम्मत पनि आउँदैन, शक्ति पनि आउँदैन, के भइरहेछ थाहा छैन, बस दिमाग खुस्कियो जस्तो लागिरहेछ, के भइरहेछ केही थाहा छैन। कसै न कसैले चाहिँ हेल्प गरे पनि सौभाग्य हुन्थ्यो होला, तर त्यो म हेल्प पनि त्यसको फिर्ता गर्न सक्दिनँ भने डर लाग्छ। तपाईँ जस्तै मलाई हेल्प गर्ने मान्छे देखिनु तपाईँलाई म फिर्ता केही दिन सक्दिनँ जस्तो लाग्छ। त्यही भएर कसैलाई केही माग्न पनि मन लाग्दैन, गाह्रो लाग्छ हो। अनि फिर्ता त गर्न सक्छु जस्तो लाग्दैन कसैलाई केही, सक्छु होला र त्यो झन् यति दुःखको कुरा लाग्छ नि, आफू हेल्पलेस भइरहेको छु र आफूले निको हुनको लागि कसैले हेल्प गरिदियो भने म उसलाई केही फिर्ता दिन सक्दिनँ जस्तो लाग्छ। यो त भिडियो कहिले हिँड्दै नहोस् भन्ने जस्तै लागिरहेको हुन्छ। यस्तै कन्टेन्टहरू बनाउनु पाइराखौँ, दिनको सोच आइराखोस्, मेरो मोबाइलमा स्टोरेज भइराखोस् जस्तो लागिरहेको हुन्छ। म त सधैँको लागि लाइभ बस्नु पाऊँ जस्तो लागिरहेको हुन्छ, तर यो सम्भवै छैन। ठिक कहिले हुनु होला, ठिक हुन्छ कि हुँदैन होला, भयो भने कत्रो ठुलो प्रेसर हुन्छ, अर्कै संसार हुन्छ। त्यो संसारमा अर्कै जिन्दगी छ, अर्कै संसार छ, अर्कै सोच छ, यस्तो छँदै छैन। ती सारा सबै फेरि म ठिक पोइन्टहरू सोच्नु सकौँ न, दिमागमा त्यस्तो ठिक पोइन्ट पनि आउँदैन, टाइम सकिन आँटिसक्यो, ठिक पोइन्ट पनि आउँदैन हो। तर जे सोच्दाखेरि पनि आउनु त आउनुपर्ने हो। जस्तै अब मलाई झापा भन्ने बित्तिकै झ्याउ लाग्छ, मैले साथीभाइसँग बोल्ने दिमाग यति ह्याङ हुन्छ, उनीहरूलाई पीडा सेयर गर्न सक्दिनँ। मलाई त्यो पुरानो बाटो हिँड्नु यति अल्छी लाग्छ, त्यहाँ पनि दुखाइ नै हुन्छ जस्तो लाग्छ। मलाई डाइरेक्ट हस्पिटल यहाँदेखि सुइँ जानु मन लाग्छ, एकैचोटि यहाँदेखि बिस्तारै हिँडेर जानै सक्दिनँ, अल्छी लाग्छ। गुरुकोमा बसेर पर्खिनु सक्दैन, विश्वासले नै कसरी बाँच्नु हो कि होइन नि, अब ठिक हुन्छ कि हुँदैन जस्तो लाग्छ। तर अस्ति त ठिक भएको थिएँ, अब फेरि कसरी विश्वास नगर्नु होला, विश्वास त गर्नुपर्छ, तर कहिले पर्खिनु, यही शनिबार गइहाल्नु भयो, अब यही शनिबार गइहाल्नु पर्ला होइन, भन्नु पर्ला। त्यतिन्जेलसम्म बाँच्छु कि बाँच्दैन, विश्वास त गर्नुपर्छ होला यार। म एक हप्ता त ठिक भएको थिएँ त, यस्तो पागल भएर त बाँचेको थिइनँ नि। म त अहिले त घरको न घाटको संसारदेखि नै यो पागल भइसक्यो। यस्तो पागल पनि कस्तो खालको पागल, अरूलाई त दुख्दैन होला, मलाई त यस्तो मानसिक तनाव हुन्छ कि बरु कसैलाई अरू जस्तै दिमाग नहुनेलाई पनि हुँदैन होला, मलाई त यस्तो मानसिक तनाव हुन्छ कि अलिअलि प्रेसरहरू त्यो झेल्नु त सक्छु होला कि, तर यस्तो त नहोस् नि हो। कस्तो विरक्त लागेर आउँछ यार, मेरो उमेरमा मेरो उमेरमा के गर्दै थियो होला ती मेरा त्यत्रो दाजुहरू, यो उमेर कटिसकेकोहरूले के दुःख स्ट्रगल गर्दै थियो, के ग्राइन्डिङ गर्दै थियो होला, के आशले बाँचिरहेको थियो होला, के आशले बिहे नगर्नेहरू के आशले बाँचिरहेको छ होला, बिहे गर्नेहरू के आशले बाँचिरहेको छ होला, कस्तो संसार होला। नजाऊ म त कहिले एउटा केटी पनि भने मेरै घमण्डले गर्दाखेरि म राम्रो केटी पटाउँदिनँ होला हौ। राम्रो केटी चाहिने रे, मान्छे भोसी हो, नराम्रो केटी हुँदैन अरे, त्यसपछि राम्रो केटीले धोका दिइहाल्छ। त्यो आफ्नै गल्ती हो नि, आफूले चाहिँ किन राम्रो केटी खोज्नु, नराम्रो केटी खोज्दा नि त भयो नि होइन। जस्तै त्यो अस्तिको दाइ जस्तो, एउटा गुरुङ दाइ जस्तो राम्रो, ऊ चाहिँ कति राम्रो छ, उसले ठिकैको केटी त हेरेछ नि, नराम्रो भन्नु हुँदैन, किनभने ठिकैको केटी त हेरेछ। त्यस्तै म पनि त्यस्तो नहेऱ्यो भने त मैले पनि पाइहाल्छु नि होइन। अब दुनियाँ थोक, तर अरू जस्तो रिलेटेबल लाइफ भएकै छैन मेरो त। अब कहाँ हो कहाँ कुन जमानामा गएको जस्तो भइरहेछ लाइफ।
अहिले कहिले के सोध्छु, अहिले कहिले के सोध्छु, तर अस्ति के सोचेँ अस्ति अर्कै सोच्दै थिएँ, अहिले अर्कै सोच्दैछु। म त पर्सिको दिन डेडलाइन जान्छु भनेर सोच्यो भने पनि यस्तो गाह्रो हुन्छ पर्खिनु मलाई त्यतिखेर त्यहाँ जानु यस्तो गाह्रो हुन्छ, पर्खिनु यस्तो गाह्रो हुन्छ। त्यसैले मलाई त डेडलाइन पनि राख्नु मन लाग्दैन। म त अहिले कहिले बेहोस भइहालौँ जस्तो लाग्छ होइन। अनि म एक्सपेक्ट पनि गर्न सक्दिनँ म ठिक भएको भन्ने कुरा। म ठिकै छुइनँ, कसरी एक्सपेक्ट गर्नु। झन् फल्स होपले यति गाह्रो हुन्छ, यति गाह्रो हुन्छ। मलाई त्यो बाटो हिँड्नै मन लाग्दैन। मलाई त एकैचोटि आँखा खोल्दाखेरि एकैचोटि पशुपति नगरको गुरुगाउँ पुऱ्याइदिनु नि जस्तो लागिरहेछ ठ्याक्क त्यही टाइममा। म एक्सपेक्टै गर्न सक्दिनँ त्यो बिचको बाटो सबै हो, यति गाह्रो हुन्छ। म मर्नु पनि त म आँट गर्दिनँ अब। सायद मेरो कथा व्यथै हुन्छ होला कोही मान्छेले होइन, तर यति गाह्रो भइरहेछ त्यो त अब किन भइरहेछ मलाई पनि थाहा छैन। किन भइरहेछ मलाई केही थाहा छैन। न मलाई बाइपोलर डिसअर्डर भएको उहिले त भएको, अहिले के भइरहेछ केही थाहा छैन। तर मेन्टली पनि यति भइरहेछ कि एक एक पल बाँच्नु यति गाह्रो भइरहेछ कि अहिले कहिले सुत्दिहालौँ, दबाई खाइहालौँ, के गरिहालौँ होइन। बरु जान्छु होला, 1 महिना सुत्छु होला होइन। केही चारै छ जस्तो लाग्दैन। अरू संसार उज्यालो देख्छु, नक्कल पारिरहेछ। म त केही न कामको भइरहेछु, केही गर्ने हिम्मत पनि आउँदैन। ठिक भयो भने पनि म योदेखि कहिले ठिक हुँदिनँ होला। यो पीडादेखि म यो जङ्गलमा, यो झाडीमा, यो चियाबारीमा, यो अन्धकारमा, यो दलदलमै फसेर सकिन्छु होला। कति ट्राई गरेँ, यति दुःख हुन्छ पल 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 बिताउनु, टाइम कटाउनु, दुखाइमा बाँच्नु। घरमा फेरि त्यही अँध्यारो मुख पारेर घर पुग्नु, मान्छेहरूलाई आफ्नो परिवारलाई आफ्नो पीडा सुनाउनु, यति गाह्रो हुन्छ। अनि त्यो पर्खिनु म ठिक हुन्छु होला भन्ने दिन पर्खिनु यति गाह्रो हुन्छ। बरु ठिकै हुँदिनँ भन्दाखेरि गाह्रो हुँदैन होला। त्यो दिन चाहिँ म ठिक हुन्छु, कहिले त्यो दिन आउँछ भनेर पर्खिनु, त्यो दिन त्यस्तो होस्, यति गाह्रो हुन्छ, यति गाह्रो हुन्छ। बरु त्योभन्दा त चुप्प लागेर बसिरहँ जस्तो लाग्छ। रुनु एकछिन कस्तो मन लाग्छ, फेरि एकछिन किन रुएँ भनेर रिग्रेट लाग्छ। संसारबाट मेरो दिमाग मात्र खुस्केको जस्तो लाग्छ। संसार सबै ठिक भएको जस्तो लाग्छ, दिमागै खुस्केको जस्तो लाग्छ। तर फेरि संसारमा गएपछि सारा संसार अँध्यारो लाग्छ। सबै मैतिर मै यो भित्र गए जस्तो लाग्छ। अहिलेको अहिले मै एगेन्स्टमा गए जस्तो लाग्छ। अहिलेको अहिले एकछिन युट्युब चलाउनु मन लाग्छ, फेरि अहिलेको अहिले यस्तो टाउको दुख्छ युट्युब चलाउनु। एकैछिन के गर्नु मन लाग्छ, एकैछिन के गर्नु मन लाग्छ। अस्ति टुर्नामेन्ट भयो, सपना जस्तो लाग्छ। अहिले तिहार भइरहेछ, सपना जस्तो लागिरहेछ। तास खेल्नु कस्तो रहर थियो, सपना जस्तो लागिरहेछ। मैले दबाई किन खाएँ, मैले मासु चाउचाउ किन खाएँ, सपना जस्तो लागिरहेछ। हो कि होइन त्यसको गल्ती, हो कि होइन, सबै सपना जस्तो लाग्छ। यो भिडियो नसकियोस् जस्तो लाग्छ। यो भिडियो अपलोड पनि त हुँदैन। ए प्रभु, कति लामो भिडियो बनाएछु, यो भिडियो कहिले नसकियोस् जस्तो लाग्छ यार। तर यो भिडियो अपलोड पनि त हुँदैन, यति लामो भिडियो बनाएको छु यार। व्यथा त कति छ। दिनभर बसेर सुनाउनु थाल्यो भने उहीँ तल्लो बाटो गयो भने अर्को व्यथा आउँछ। एक सास फेऱ्यो भने, 1 सेकेन्ड टाइम बित्यो भने एउटा पीडा आउँछ। तल्लो घर गयो भने अर्को पीडा आउँछ। बाटोमा निस्क्यो भने अर्को पीडा आउँछ। ओछ्यानमा पुग्यो भने अर्को पीडा आउँछ। सुत्यो भने अर्को पीडा आउँछ। उठ्यो भने अर्को पीडा आउँछ। पीडा हर एक कदममा पीडा छ भने त्यो कोइलामा हिँडे जस्तो भइरहेछ, कोइलामा हिँडेको जस्तो भइरहेछ। मलाई यस्तो भइरहेछ कि कोइलामा हिँडे जस्तो भइरहेछ। बस कोइलामा हिँडे जस्तो भइरहेछ। केही अरू यो नै गर्न सक्दिनँ म अरूसँग। म आफूलाई यो गर्नै सक्दिनँ। अहिले जाडो भइरहेछ, जाडोमा तातो लुगा लगाएँ, फेरि दिमागमा दिमाग खुस्क्यो मेरो। कति गाह्रो भइरहेछ मलाई दिमाग खुस्क्यो। म त एकदम